तपाईँ कहिलेदेखि यो मन्दिरलाई रेखदेख गर्नुहुन्छ? 60 सालदेखि। विकासको बारेमा बताइदिन्छ, के विकास हुँदैछ, आउने समयमा के विकास गर्नुपर्ने छ? यहाँका वडा अध्यक्षले चाहिँ प्रतिबद्धता गर्नुहुन्छ, तर यहाँ प्रतिबद्धता गरे अनुसार चाहिँ काम गर्नु भएन भनेर पुजारीबाले हामीलाई बताउनु भयो। यहाँ आउनको लागि मान्छेहरू कुन रुट लिँदाखेरि सजिलो हुन्छ त? हजुरआमा, तपाईँको नाम? तपाईँको नामै हजुरआमा? नमस्कार दर्शकबिन, यतिखेर तपाईँ हेर्दै हुनुहुन्छ सानोखबर.com। म राकेश चौधरी। यति बेला हामी छौँ मकवानपुर जिल्लामा रहेको मनोकामना मन्दिर। आज शनिबार तपाईँ पृष्ठभूमिमा हेर्दै हुनुहुन्छ, विभिन्न ठाउँबाट भक्तजनहरू आउनुभएको छ यहाँ पूजा आर्चना गर्नको लागि, यहाँ आफ्नो मनको कामना गर्नको लागि यो मनोकामना मन्दिर आउनुभएको छ। यहाँ दृश्य तपाईँहरू हेर्दै हुनुहुन्छ पृष्ठभूमिमा, यहाँ डाँडाकाँडा हेर्दै हुनुहुन्छ, यहाँका शीतल हावा, यहाँका दृश्यहरू तपाईँ हेर्दै हुनुहुन्छ। यो मन्दिर एक पर्यटक स्थलको रूपमा चिनिन्छ। डाँडामाथि रहेको छ यो मन्दिर। मनोकामना मन्दिर विभिन्न ठाउँमा रहेको छ। त्यसै गरी यहाँ पनि एक मनोकामना भगवानको मन्दिर छ यो डाँडामाथि। हेटौडा बजारको माथिपट्टि तपाईँ डाँडामा हेर्दै हुनुहुन्छ भने यहाँ मनोकामना मन्दिर छ। मनोकामना मन्दिरको इतिहासको बारेमा जान्नेछौँ यहाँका पुजारी बासँग कुरा गरेर। आउनुहोस् यहाँका पुजारी बासँग कुरा गरौँ, के छ त यसको इतिहास, यहाँ मन्दिर कुन सालबाट स्थापना भयो, यहाँ कहिले कहिले भव्य रूपमा पूजा आर्चना गर्छन्, यहाँ कहिले कहिले भक्तजनहरू धेरै आउने गरिन्छ भनेर यहाँका पुजारी बासँग सोध्नेछौँ। तपाईँ हुनुहुन्छ यहाँको पुजारीमा? म पत्रकार राकेश चौधरी, सिमरा 12बाट आएको होइन यहाँका पुजारी बासँग कुरा गर्न। यस मनोकामना भगवानको रेखदेख गर्ने एक पुजारी बा हुनुहुन्छ। पुजारी बा, तपाईँको नाम? कृष्णबहादुर राणा मगर। कृष्णबहादुर राणा मगर। तपाईँ कहिलेदेखि यो मन्दिरलाई रेखदेख गर्नुहुन्छ? यहाँका पूजा आराधना गर्नेदेखि यहाँ बेलुकासम्म बन्द गर्नेदेखि लिएर के छ? म 60देखि लिएर 60 सालदेखि। 60 सालदेखि यहाँ कहिले कहिले अत्याधिक मात्रामा भक्तजनहरू आउनुहुन्छ? शनिबार नववर्ष अनि नयाँ वर्ष। यहाँका विशिष्टका बारेमा बताइदिनु न। विशेष त के भन्नु, आफ्नो आफ्नो माग्ने इच्छाहरू के पुरा हुन्छ नि, त्यस्तै आफ्नो आफूले के मागे हुन्छ त्यसरी पुरा भइरहेछ। अहिले यहाँका विषयको बारेमा, यहाँका डेभलपमेन्ट, यहाँका विकासको बारेमा बताइदिन्छ, के विकास हुँदैछ, आउने समयमा के विकास गर्नुपर्ने छ? अब गर्नु त के गर्नु छ, अब बाटो भइहाल्यो, बत्ती भइहाल्यो, अनि अब मन्दिर बनिहाल्यो। अब एउटा पर्यटन क्षेत्र एउटा केही बन्ने इच्छा छ, परिचय कि ठाउँहरू यता त्यता अलि राम्रो बस्ने स्थलहरू राम्रो भए अलि राम्रो हुन्थ्यो। यहाँ आउने भक्तजनहरूले चाहिँ तपाईँसँग केही कुराहरू सोध्नुभएको छ? यहाँका कहिलेबाट यो भगवान स्थापना भयो? यहाँ 2015 साल 2015 साल स्थापना गरेर थियो। 56 सालमा 15 साल 2015 सालमा स्थापना गरेर छ। पछि मनोकामनाबाट शिला ल्याएर स्थापना गरेर थियो। शिलान्यास चाहिँ कहिले भयो? यो 15 सालमा 2015 सालमा कसले शिलान्यास गर्नुभयो? कृष्णप्रसाद दाहालले। अब विषय चाहिँ अब के जसले स्थापना गरे थाहा भएन कि त्यसको वो स्थापना गर्ने बित्तिकै बितेछ, त्यसको इतिहास चाहिँ लिन पाएन। यसको इतिहासको बारेमा थोरै हामीलाई बताउनुहोस् न। त्यति थाहा छ तपाईँलाई? सकिँदैन, म त 60 भन्दा यता चाहिँ छु अनि थाहा नै हुँदैन। बितेको सालमा चाहिँ यो मन्दिर कस्तो थियो? जीर्ण थियो नि त्यतिखेर। जीर्ण थियो। कहिलेबाट यो मन्दिरलाई हल्का डेभलपमेन्ट गरेर विकास हुन थाल्यो? यो 60देखि यता, 53देखि यता, 53देखि अगाडि 53 सालदेखि सुरु भएर 60मा फेन्सिङ यो मन्दिर चाहिँ उसले के अरे कमल थापाले बजेट निकासी गरेर बनाइदियो। भनेपछि यो मन्दिर चाहिँ
एक पर्यटक स्थल पनि हो। अँ, कतिको पर्यटकहरू आउनुहुन्छ यहाँ? छ अहिले अलि बढिया छ, अलि बढेको छ। हल्का बढिया छ। पहिला थिएन, जीर्ण थियो नि, मन्दिर पनि जीर्ण थियो, त्यति राम्रो थिएन, जीर्ण थियो, त्यति साह्रो थिएन, बाटो पनि राम्रो थिएन, बाटो पनि हिँड्ने बाटो कति थियो, अहिले चाहिँ बनिएको छ बाटो। वर्षमा दान पेटिकाबाट तपाईँहरूले निकाल्ने रकम अथवा त्यो भेटी कति हुन्छ? त्यही अनुमान छ? यहाँका भेटी चढाउने, यहाँ आफ्नो मनको इच्छा 10-20 रुपियाँ 5-50 यहाँ चढाउने गर्छ भगवान्लाई, कति हुन्छ? त्यही हो 500, 600, 700 त्यस्तै हुन्छ। यो मन्दिरलाई अब सरसफाइ पनि गर्नु पर्यो, यहाँका अब विभिन्न धुपहरू बाल्नु पर्यो, टिका आर्जना गर्ने लेखेर अनेक कुरा किन्नुपर्छ। यहाँका रकमहरू जुन सबै आफैले गर्ने हो, आफैले गर्ने हो, आफैले गर्ने, अहिलेसम्म आफैले गरिरहेको छ, आफैले गर्नुभयो। यहाँका निकायहरूले केही पनि गरेको छैन भने किन लाग्छ त्यो? खै त्यो त अब अध्यक्षसँग सोध्ने त्यो सम्भव। यहाँ वडा नम्बर 4 को अध्यक्षले यहाँका विकासप्रति, यहाँका आउने दिनमा अझै नयाँ नयाँ गर्ने कुराहरू केही भन्नुभएको छ तपाईँले? यो गर्छु भनेर प्रतिबद्धता मात्रै गर्नुभएको छ। प्रतिबद्धतामा के भन्नुभएको त? राम्रो होस् भनेको छु त, यो भन्ने ठाउँहरू फुल बिरुवा लाउने गर्ने सबै चाहिँ राम्रो व्यवस्थित होस् भन्ने कुरा भइरहेको छ। यहाँ अझै अझै राम्रो होस् भन्ने, पर्यटकहरू आउनको लागि के आकर्षण चिजहरू बनाउनुपर्छ यो मन्दिरमा? अब त्यही छ, अब बत्ती सत्ती अलिक मिलेन, राम्रो भएको छैन, बस्ने ठाउँहरू राम्रो भएको छैन, फुल बिरुवा राम्रो लगाएको छैन, अनि पानीको पनि आय स्रोत कम छ, यहाँ पानीको आय स्रोत पनि कम छ, पानी छैन। दर्शक पनि तपाईँले सुन्नुभयो यहाँका पुजारी बासँग के कुरा भयो। यहाँ पुजारी बाबाले भन्नुभयो कि यहाँ पानीको कमी छ, यहाँ मेन गरी चाहिँ पर्यटकहरू आउनुहुन्छ, त्यो पर्यटकहरूलाई चाहिँ पानीको सुविधा कम छ। यहाँका वडा नम्बर 4 का मकवानपुर मनोकामना मन्दिर यो वडा नम्बर 4 मा पर्छ। यहाँका वडा अध्यक्षले चाहिँ प्रतिबद्धता गर्नुहुन्छ, तर यहाँ प्रतिबद्धता गरे अनुसार चाहिँ काम गर्नु भएन भनेर पुजारी बाले हामीलाई बताउनु भयो। अन्य कुराहरू पनि धेरै समस्याहरू भन्नुभयो। यहाँका सर्वोच्च निकायले यहाँ आएर के समस्या छ भनेर यहाँ पर्यटकहरू अझै भित्राउन सक्ने सम्भावना हो। यो मकवानपुरमा रहेको यो मनोकामना मन्दिर एक पर्यटक स्थलको रूपमा चिनिँदा पनि वर्षमा थोरै मात्रामा पर्यटकहरू आउनुहुन्छ, केही मात्रामा यो स्थलमा आएर पूजा आर्जना गर्नुहुन्छ। आज विशेष गरी शनिबारका दिन विभिन्न ठाउँबाट यहाँ पूजा गर्न आउनुभएको छ। दर्शकबिन अझै कुरा जानकारी गराउन चाहन्छु, तपाईँ यो स्थलमा आएपछि छुट्टै महसुस गर्नुहुन्छ, यहाँका दृश्यदेखि लिएर यहाँका स्वच्छ हावादेखि लिएर। त्यसैले तपाईँ पनि यहाँ आउन सक्नुहुन्छ। यो ठाउँ हेटौडाको टुप्पो डाँडामा छ। मनोकामना भगवान्लाई दर्शन गरेर तपाईँ आफ्नो मनको इच्छा पुरा गर्न सक्नुहुनेछ। तसर्थ तपाईँ पनि आउन नबिर्सनुहोला, यस भगवान्लाई भेट्न नबिर्सनुहोला। यो ठाउँ नै एकदम पवित्र छ। दर्शकबिन पुजारी बाले भने अनुसार एक त नयाँ वर्षको सालमा धेरै पर्यटकहरू आउनुहुन्छ, भक्तजनहरू आउनुहुन्छ र शनिबारका दिन केही मात्रामा भक्तजनहरू आउनुहुन्छ। अझै पनि जानकारी दिन चाहन्छु दर्शक, यहाँका वडा अध्यक्ष लिएर यहाँका सम्बन्धित निकायहरूले अझै यहाँ विकास गर्यो भने अझै पर्यटक बटुल्न सक्नुहुन्छ तपाईँहरू। कहाँबाट आउनुभएको छ? म हेटौडाबाट। बिहान कति बजी आउनुभयो? बिहान होइन, अलि आधै घन्टा 1 घन्टा। आधै घन्टा। के गर्न आउनुभएको? यहाँ पूजा गर्न। यहाँ तपाईँ कति पटक आउनुभयो? यहाँ म 7-8 चोटि हुन्छ। 7-8 चोटि आउनुभयो। यहाँको दृश्यको बारेमा बताउनु, तपाईँले आउँदाखेरि के महसुस गर्नुहुन्छ? मनको शान्तिको लागि। मनको शान्तिको लागि गऱ्यो भगवान्लाई, आफ्नो मनको शान्तिको लागि। यहाँका वरिपरिको दृश्यको बारेमा बताइदिनुहोस्। दृश्य राम्रै छ, यहाँबाट पहाडहरूको भ्यू छ, मान्छे आउँछ, दृश्य हेर्छ, मन शान्ति हुन्छ। जे मान्छेहरूको मनमा हुन्छ त्यो शान्ति हुन्छ, आउँछ, घुम्छ, जान्छ। अझै यहाँ के डेभलपमेन्ट गर्नुपर्ने छ, डेभलप गर्नुपर्ने छ यो ठाउँमा, तपाईँलाई के लाग्छ? डेभलप भन्दा पनि अहिले यहाँ बाटोको ठिकठाकै छ, बाटो हल्का अझ राम्रो तरिकाले बनाइदियो भने ठिक हुन्छ। बाँकी साधनहरू त ठिकै छ। यहाँ आन्तरिक क्षेत्र यहाँ यो भित्रमा
भित्र त ठिक छ, सरसफाइ पनि ठिक छ। यही मन एक तरिकाले हेर्ने हो भने सबै थोक ठिकै छ, मान्छे आउँछ हुन्छ। यहाँ आउनको लागि मान्छेहरू कुन रुट लिँदाखेरि सजिलो हुन्छ त? अब दुईवटा रुट छ, एउटा गाडीको भयो, एउटा भराङले आउनु भयो। त्यो भराङले अब त्यही पाहाडले गाह्रो भएर भने गाडीको लागि व्यवस्था पनि छ। बाँकी जो हेल्दी छ, यङ छ, तिनीहरू भराङले आउँछ। सवारी साधन कतिको छ यहाँ आउने? सवारी साधन मात्रै अटोहरूमा त अटो आफ्नोसँग जे सवारी साधन छ त्यो त आयो भइहाल्यो न। सवारी चढेर आउँदा राम्रो कि पैदल? अब मान्छे आफ्नो इच्छा हो, जस्तो आउनु मन लाग्यो त्यस्तो आउनु मिल्छ। तर रमाइलो पैदलमा आउँछ। पैदलमा आउँछ। अब साथीहरू भयो, धेरैजना भयो भने त पैदल आएकै राम्रो। यहाँ कुन कुन भगवान छ यहाँ? यहाँ हाम्रो मनोकामना माता भयो, गणेशजी भयो, महेश भयो। धन्यवाद। दर्शकबिन हामी एक भक्तजनसँग कुरा गऱ्यौँ हामीले। उहाँले भन्नुभयो यहाँ आउँदाखेरि चाहिँ मनको शान्ति लिनुहुन्छ। उहाँले मनको शान्ति र भगवानलाई पूजा गर्न यहाँ आउनुहुन्छ। उहाँले भन्नुभयो म यहाँ 8-9 पटक आइसकेको छु, 7-8 पटक आइसकेको छु। यहाँ आउँदाखेरि चाहिँ उहाँले छुट्टै महसुस गर्नुहुन्छ। दर्शकबिन हामी बिच हुनुहुन्छ एक वृद्ध आमा, यहाँ बस्दै हुनुहुन्छ बस्ने स्थलमा। उहाँसँग म केही कुराहरू सुन्न चाहन्छु। हजुरआमा तपाईँको नाम? तपाईँको नामै हजुरआमा? के गर्दै बस्नुहुन्छ यहाँ? म केही पनि गर्दिनँ, यतिकै बसिरहेको। तपाईँको घर यतैतिर हो? यहाँ तपाईँ त दैनिक रूपमा आउनुहुन्छ, बस्नुहुन्छ। कतिको यहाँ भक्तजनहरू आउनुहुन्छ? आउनुहुन्छ ठिकै ठिकै। आज चाहिँ बढी हो, अहिले चाहिँ ठिकै आउनुहुन्छ। कहिले कहिले धेरै भक्तजनहरूको भिड हुन्छ यहाँ? दसैँमा हुन्छ। दसैँमा हुन्छ। दसैँमा हुन्छ। 9 दिनलाई आनन्द याद छ, लाइन हुन्छ, 9 दिन। दसैँमा त धेरै भिड हुने दसैँमा त्यो नवरथा भन्दैन? नवरात्रि। नवरात्रि 9 दिन भिड हुन्छ। यहाँ सप्ताहहरू पनि लाग्ने गर्छ। लाग्छ। अब लाउने होला। मनोकामना भगवानको बारेमा थोरै कुरा जानकारी दिनु न। यहाँ आउँदाखेरि चाहिँ मान्छेले के महसुस गर्छ? यो मलाई थाहा छैन, मलाई थुप्रै भयो, सबै कुरो बिर्सिनु थाहा छ। बुढी भएपछि सम्झिँदो रहेछ त्यही कुरा। अहिले भनेको कुरा तपाईँको उमेर कति भयो? 81-82 भयो। 81-82। केही सम्झिँदैन बाबु, मैले केही भन्नै आउँदैन। तपाईँ अहिले कसको घरमा बस्नुहुन्छ? आफ्नो आफ्नै घरमा, छोरी घरमा बस्नुहुन्छ कि छोरा घरमा? यहाँ आउँदाखेरि चाहिँ तपाईँ यहाँ बस्दाखेरि चाहिँ के महसुस गर्नुहुन्छ? के महसुस? यहाँ भयो रमाइलो हेर्न पाइन्छ, मान्छेसित बोल्न पाइन्छ, देख्न पाइन्छ। यसो कसैले 2-4 पैसा लाखा भन्दैन, दिन्छन्, दबाई खान पाइन्छ। त्यही हो यहाँको महसुस मेरो। त्यही दर्शकबिन यहाँ आमासँग कुरा गऱ्यौँ हामी। आमाले भन्नुभयो यहाँ आउँदाखेरि चाहिँ छुट्टै महसुस गर्नुहुन्छ। छुट्टै महसुस हुन्छ। यहाँ आउँदाखेरि चाहिँ आमाले भन्नुभयो कि छुट्टै महसुस गर्छु म। उहाँको उमेर 82 साल पुगिसक्यो। उहाँ यहीँकै स्थानीय हुनुहुन्छ। यहाँ दैनिक रूपमा आउनुहुन्छ, बस्नुहुन्छ, यहाँका भक्तजनहरूलाई हेरेर केही कुराहरू गर्नुहुन्छ। भक्तजनहरूले उहाँसँग जान्ने इच्छा, प्रश्नहरू सोध्नुहुन्छ अनि त्यो प्रश्नको जवाब दिनुहुन्छ। आमाले भन्नुभयो कि यहाँ नवरात्रिमा, दसैँको नवरात्रिमा 9 दिनमा चाहिँ भव्य रूपमा भक्तजनहरू आउनुहुन्छ र यहाँ पूजा आर्जना हुन्छ। बेला बेलामा सप्ताह पनि लाग्ने गर्छ यहाँ। दर्शकबिन तपाईँ हेर्दै हुनुहुन्छ डाँडा, यहाँ पृष्ठभूमिमा हेर्दै हुनुहुन्छ यहाँ डाँडा। यता यहाँको दृश्य नै मनोरम छ। तसर्थ जाँदा जाँदा के भन्न चाहन्छु भने तपाईँ एक भक्तिको रूपमा, तपाईँ एक पर्यटकको रूपमा, तपाईँ एक मनोरम दृश्यको रूपमा त्यस दृश्यहरू हेर्न चाहनुहुन्छ भने मनोकामना मातालाई सम्झिनु होला, अर्थात् यो मन्दिरलाई सम्झिनु होला। यस मन्दिरमा आएपछि तपाईँहरू यहाँका दृश्यहरू
यहाँका चराचुरुङ्गीहरू सहर पनि हेर्न सक्नुहुन्छ। यहाँ माथि डाँडाबाट सहर हेर्दाखेरि एकदमै छुट्टै महसुस गर्नुहुन्छ। जाँदा जाँदै म राकेश चौधरी बिदा हुन चाहन्छु सानो खबरबाट। धन्यवाद।